अनि बिचमा राख्न बिचमा खनाइ दे त्यो बिचमा राख्न अहिले फेरि यो हाल्नुपर्छ नि मल चाहिँ यसरी बनाइन्छ मेरोमा चाहिँ होइन सबै यो किनेको यहाँ हाम्रो भाइले चाहिँ मलाई सघाउँदैछ यत्रो माथि नराख्न उयो हुन्छ त्यो बाह्र उयो हुन्छ खन त यो चाहिँ गाईको गोबरमा कटुसको पत्ता मिलाएर चाहिँ यस्तो कम्पोस्ट पाक्नु त पाकेको छैन पाकेछ है भिनाले मजाले बनाएको रहेछ है दामी भएको छ लु हेर्नुहोस् यो चाहिँ फुल्दा पनि दामी हुन्छ है यो कटुसको पत्ता र गाईको त्यहाँ राखिराख ल त्यो दुईवटा चाहिँ त धोक्रो त खै एउटा ठुलो धोक्रो त्यहाँ राखिराख ल पैसा लैजा ल यहाँ भाइहरूले खन्देको बारी ठिकामा दिइहालेको थियो अस्ति बारी खन्नु हो अलिकति खाने अदुवा अस्ति मैले तपाईँहरूलाई यहाँ देखाएको थिएँ यहाँ छोपिरहेको छु अहिले रोप्दैछु मल पनि यहाँ भेनाकोबाट लिइराखेको छ ए के गर्छ पैसा भयो बेलुका लैजा ल बेलुका लैजा ल बेलुका लैजा न बेलुका लाँदा हुँदैन के हुन्छ तेरो पैसा मैले अन्त तेरो पैसा खाएर भाग्छु र म मेरो घर यहीँ त हो नि अन्त बेलुका आइज न ल चिया खानु पर्यो बहिनीले बनाइन्छ नि चिया बनाइ माग्दियो ब्ल्याक टी कि ब्ल्याक टी अर्को टी बिहानै नखान अब खानु छैन अझ काम पो गर्नु यस्तोहरू छ मेरो त हात मैलै छ त हौ बहिनी ए बहिनी त्यहाँ मेरो ट्र्याकको गोजीमा 50 रुपियाँ छ कि यहाँ मनोज दादालाई दिए यो अस्ति चाहिँ मैले तपाईँहरूलाई सिबी रोपेको देखाएको थिएँ है यहाँनिर अदुवा रोपेको देखाउँदैछु अदुवा चाहिँ यसरी राखाइरहेको छ है अदुवा यो पानी पस्छ भनेर अदुवा चाहिँ हामी चाहिँ यसरी राख्छौँ कतिले भारतिर पनि राख्छ है यो चाहिँ ठिक्कै अब यो लामो आएर पनि रोप्नु भएन यतिको ठिक्कै छ यसलाई छोपेर राख्यो भने चाहिँ पानी पस्दैन त्यसले गर्दाखेरि चिसो भयो भने चाहिँ पानी पस्यो भने चाहिँ एकदम लामो आएर टुसा भाँचिन्छ रोप्दा होइन यो चाहिँ यतिको भएको छ ठिक्कै छ यो हो यस्तो प्रकारले राखेको छु हामीले मैले एउटा बिग्रिँदैन बारीमै खनेर राखेको छु हेर्नु यस्तो छ यसरी राख्नुपर्छ हो यस्तो पालि राख्यो भने एउटा बिग्रिँदैन है अब कस्तो आफ्नो आफ्नो प्रकारले राख्छ कतिले बारीमै छोडेर पनि राख्छ हो कतिले भारतिर पनि राख्दछ भारमा चाहिँ सुक्छ बारीमै त्यतिको राख्ने शीतहरू बिग्रिन्छ एकदम ठिक छ अहिले हो यो यसलाई पानी पस्नु चाहिँ दिनु भएन होइन यहाँ भित्रतिर पनि सबै छ है उयो यसरी राख्यो भनेदेखि चाहिँ बिग्रिँदैन बारीमै खनेर सट्टै खाल्टा बनाएर केही नहाली झ्यासहरू नहालिकन पहिला चाहिँ त्यो हामीले के अरे उनिउहरू यो बाँसको खपेटाहरू राख्थ्यौँ त्यति बेला कुन्थ्यो के यो चाहिँ एउटा यस्तो फ्रेस छ यसरी राख्नुपर्छ हो चिसो नभएको बारीमा फुक्को बारीमा चाहिँ टक्कै राख्यो भने चाहिँ ठिकठिकको टुसाहरू आइरहेको छ मसिनो हो उम्रिनुको लागि यस्तो छ यहाँ पुरा छ वरिपरि छ यहाँनिर राम्रोसँग निकाल्नु यसलाई चाहिँ अब टक्कै अदुवालाई चाहिँ मेन चाहिँ ड्याङ बनाउनु पऱ्यो यसरी माथि उठाउनु पऱ्यो है यो प्रकारले होइन यसरी अग्लो क्या यो चाहिँ चट्टै यसको हाइट चाहिँ नभनेको 1 फिट जस्तो चाहिँ माथि उठेको हुनुपर्छ यो ड्याङ बन्नु पऱ्यो है मेन चाहिँ यस्तो प्रकारले ड्याङ बनिनु पऱ्यो यो ड्याङ बन्यो भनेदेखि चाहिँ पानीभित्र सोसिन्छ क्या यो चाहिँ टक्कै यत्रो ठिकठिकैको हो अझै यसलाई चाहिँ ठक्कै यो भाँचेर चाहिँ 1 दिन 2 दिन चाहिँ खास घाममा राख्नुपर्ने हो यसरी है
तर मलाई चाहिँ अलिकति टाइम नभएर यत्तिकै हुन्छ। यो चाहिँ कति अब यो चिसोमा सिधै मलको त्यो एसिडहरू जुन चाहिँ मलमा हुने यो चिसोले गर्दाखेरि चाहिँ यो चाहिँ इन्फेक्सन भएर कति चाहिँ बिग्रिन्छ कुन्छ है। तर पनि अब मल बिउ ठिक छ भने त्यस्तो कुदैन, यत्रो यत्रो टाइपको क्या यो टाइपको गऱ्यो होइन। यसलाई चाहिँ अब यो टाइपले चाहिँ टक्कै भाँच्यो है। यो टाइपले मसिनो कत्रो कत्रो इच्छा आफ्नो इच्छा अनुसार होइन। यो चाहिँ पोहोरको हो, यो चाहिँ रोप्नु हुँदैन, यो चाहिँ खाने हो होइन। यो टाइपले चाहिँ टक्कै यत्रो चाहिँ रोप्नु पर्छ हो ठिकै। खास यसलाई चाहिँ अलिकति 2 घाम जस्तो चाहिँ सुकाउनु पर्ने, 2 दिन जस्तो होइन। तर म त्यत्तिकै रोप्दा पनि हुन्छ, तर अब अझै सुकाएको राम्रो। एकदम फ्रेस छ यो, दामी छ बिजन चाहिँ। ड्याङमा चाहिँ अब यो टाइपले म चाहिँ यसरी यो बनाएको ड्याङमा चाहिँ एकदम सिम्पल प्रकारले राखेको छ हो। कतिले चाहिँ नाली बनाउँछ, मेरो चाहिँ नाली बनाएको छैन है। एकदम सिम्पल यो टाइपले रोपाइ चाहिँ यस्तो छ हो। एकदम सिम्पल प्रकारको रोपाइ चाहिँ। अरूले अब नाली बनाएर के गर्दै रोप्छ होइन। हाम्रो चाहिँ यो चाहिँ यो टाइपको छ रोपाइ होइन। ठिक डिस्टेन्स मिलाएर 10-10 इन्चीहरूको यो टाइपले नालीमा चाहिँ ड्याङमा थपक राख्यो अहिले हो। चट्ट यसलाई चाहिँ यो पालि छोप्नु पर्यो हो। कतिले चाहिँ नाली बनाएर रोप्छ, म चाहिँ नाली बनाएर रोप्दिनँ। म चाहिँ टक राख्यो, देख्नु हुँदैछ यहाँ माथिबाट मल हाल्यो। यो मल हाल्नाले चाहिँ के हुन्छ भनेदेखि यसको जरा त माथि आएर टुसाबाट माथि आएर फल्छ उयो हुन्छ नि त। अब यहाँ हेर्नुहोस् है, अब यसलाई चाहिँ मैले टक्कै छोपेपछि चाहिँ यहाँबाट टुसा आउँछ नि त। यहाँबाट टुसा आएपछि यसको जरा चाहिँ यहाँबाट घेर्छ नि त, मुनि जाँदैन नि त होइन। माथिबाट टक्कै आएपछि चाहिँ अब यो मलले यहाँ छोपेपछि चाहिँ जरा चाहिँ मलमा आउँछ। जति पनि आकाशको पानी आउँछ बर्खामा, त्यो पानीले चाहिँ यो मललाई चाहिँ फेरि यो माटोलाई चाहिँ त्यो मल चाहिँ माटो बनाइदिन्छ। त्यसले गर्दाखेरि मुनिबाट माटो हाल्नुभन्दा मुनिबाट मल हाल्नुभन्दा चाहिँ माथिबाट मल हालेको एकदम राम्रो हो अदुवालाई चाहिँ होइन। यसरी मुनि त अलरेडी आकाशको पानीले यो मललाई भिजेपछि चाहिँ त्यसको रस जति त तल जान्छ, त्यसले गर्दा माटोलाई पनि मलिलो बनाइहाल्छ। तर माथिबाट त्यो रुटबाट सुट गरेकोबाट रुट खेल्दाखेरि चाहिँ ठिक्कै मललाई भेट्छ होइन। अब यसरी ड्याम्मै माथिबाट छोप्छु म चाहिँ होइन। यसरी एकदम सजिलो पनि हुन्छ हो। कतिले चाहिँ यसलाई चाहिँ नाली हल बनाएर पनि रोप्छ होइन। त्यो हल बनाएर चाहिँ त्यो झमेला हुन्छ, ढिलो हुन्छ। त्यसलाई त्यो नाला बनायो, नालामा मल हाल्यो, फेरि अदुवा टक राख्यो, त्यहाँमाथिबाट मल हाल्छ, झमेला हुन्छ। यो चाहिँ टक राख्यो, एकदम सजिलो सहज तरिका चाहिँ अदुवा रोप्ने चाहिँ यही हो। अब प्रायःलाई त थाहै छ, सबले रोप्नुहुन्छ अदुवा त होइन, थाहै भएको कुरो। तर पनि मेरो सिस्टम चाहिँ यही हो, मिलाउनु पऱ्यो मल हो। एकुरेटको नापमा राख्नु पऱ्यो यो मल। यो मल चाहिँ जति सक्दो पुग्यो भने 6 इन्चीदेखि 8 इन्चीसम्म हाल्नुहोस्। जति बेसी मल त्यति राम्रो अदुवा सप्रिन्छ। बिउ चाहिँ राम्रो हुनु पऱ्यो, एकुरेट हुनु पऱ्यो है। तपाईँले 6 इन्चीदेखि 8 इन्चीसम्म मल हाल्यो भनेदेखि चाहिँ
एकदमै राम्रो सप्रिन्छ। यसलाई यसरी चारैतिर मल एकुरेट राख्नु पर्यो। सबै अदुवा छोपिनुपर्छ। लगभग 8 इन्ची चाहिँ हुनुपर्छ। यो टक्कै गरेपछि चाहिँ अब यसलाई चाहिँ फेरि टक्कै फेरि हल्का माटोले पुर्नु पर्यो होइन। यही माटो छ यो खालको क्या एकदम यसमा ढेला हुनु हुँदैन हो, राम्रो हुनु हुँदैन। यसलाई चाहिँ टक्कै माटो क्या सबै यसलाई चाहिँ मजाले हल्का फेरि माटोले पुरिदियो यो काट्नु। एकदम सिम्पल छ रोपाइ चाहिँ, त्यस्तो झमेला चाहिँ छैन अदुवा चाहिँ। ढुङ्गा चाहिँ निकाल्नु पऱ्यो, यो ढुङ्गाहरू निकाल्नु पऱ्यो हो। ओके यो चाहिँ नभनेको पनि लगभग अब 1 देखि 1.5 फिट चाहिँ हाइट माटोबाट चाहिँ जमिनबाट चाहिँ यतिबाट चाहिँ यति उठेको राम्रो होइन। अब यो गर्नाले चाहिँ टक्कै अब यहाँ माथिबाट चाहिँ पक्को आउँछ होइन। त्यो चाहिँ एउटा माटोलाई छोप्ने पनि हो, माटो मलिनु पनि बनाउँछ, त्यसले चाहिँ झ्यार पलाउनु पनि दिँदैन है। यो चाहिँ अब यो जमिनदेखि चाहिँ टक्कै 1 फिट 1.5 फिट चाहिँ उठेको छ भनेदेखि चाहिँ अदुवा चाहिँ हत्तपत्त चाहिँ कुदैन। बिजन ठिक हुनु पऱ्यो, बिउ ठिक हुनु पऱ्यो होइन। एकदम सिम्पल छ यो। झन्डै हामीले 7 केजी बिजन यहाँ रोपेको छौँ। एक्चुअली खास अदुवाको चाहिँ फल्नु पऱ्यो भने बिजन राम्रो छ, मल जल ठिक मल पुग्यो भने 1:10 हो खास। 1 केजीले 10 केजी फल्नुपर्छ, फल्छ पनि। एउटा सानो 100 ग्रामको टुक्राले चाहिँ झन्डै लगभग मजाले सप्रियो भने 1 केजी पाना फल्छ। 1:10 हो। 1 केजीले चाहिँ 10 केजी फल्नुपर्छ। 10 केजी रोप्यो भने चाहिँ 100 किलो फल्नुपर्छ खास चाहिँ अदुवाको चाहिँ होइन। र यतिमा मैले अहिले लगभग 6 किलो रोपेको छु। यो टोटल खन्दाखेरि चाहिँ 60 किलो फल्नुपर्छ हाम्रो माउ बाहेक चाहिँ। यो चाहिँ एकदम डेफिनेटली फल्छ है। माउ चाहिँ बिउ चाहिँ ठिक हुनु पऱ्यो है। यसमा युरियाहरू पसेको बिउ चाहिँ हुनु भएन बिजन। अनि अदुवालाई चाहिँ अब तपाईँहरूलाई थाहै छ यो बेसी ठन्डामा चाहिँ हुँदैन है। कोपी गाजर हुने जग्गातिर क्या। यहाँ चाहिँ हाम्रो सुन्तला एभोकाडोहरू हुने जग्गामा चाहिँ ठिकै हुन्छ अदुवाको खेती। तर यसलाई मेन कुरो चाहिँ यो चाहिँ जम्नु हुँदैन। यो यसको हाइट चाहिँ अहिले 1.5 फिट भएको छ होइन। अघि यहाँ 1 फिट पनि हामीले माटो अदुवाको बिउ राखेर झन्डै 8 इन्ची 9 इन्ची मल हाल्यौँ। त्यहाँबाट हल्का माटो गरेपछि 1 देखि 1.5 फिट छ भने चाहिँ मजाले त्यो पानी चाहिँ आकाशको पानी चाहिँ सक भएर चाहिँ सबै बग्नुपर्छ। यहाँ जमिनु चाहिँ हुँदैन। पानी जमिने छैन भने चाहिँ हत्तपत्त अदुवा चाहिँ कुदैन अनि एकदमै राम्रो सप्रिन्छ, फल्छ है। त्यहाँबाट यो तपाईँको यो माथि आउनु टुसा आउनु थालेपछि त्यसले रुट खेल्नु थालेपछि चाहिँ हल्का माटो त्यो जरामा चाहिँ फेरि हामीले माटो दिनुपर्छ। उकेरा भन्छ क्या त्यसलाई, माटो दिनुपर्छ अनि एकदमै राम्रो हुन्छ। अब यो चाहिँ थियो एउटा अदुवाको है मेरो अनुभव, मेरो एक्सपिरियन्स अनुभव छ यो चाहिँ। तर प्रपर बेच्ने हिसाबले चाहिँ होइन, हामी खाने पाहुनापात साथीभाइ यसो घर गाउँठाउँमा यसो बाँडेर खाने मात्रै रोपेको। गाईहरू छैन अहिले, मलहरू सबै किन्नुपर्छ। त्यसले गर्दाखेरि कम्ती मात्रामा चाहिँ हामीले अहिले चाहिँ रोप्दैछौँ होइन। खाने अलिअलि बेच्ने अनि यसो बाँडफुँड गर्ने चाहिँ हुन्छ हामीलाई, काफी आफन्तहरूलाई पाहुनापातहरूलाई दिने त्यो चाहिँ हुन्छ हो। अनि किन्नु चाहिँ पर्दैन। अदुवा त अब एकदमै महँगो भयो है। महँगो भएकोले गर्दाखेरि चाहिँ यो घरमै हुने चिज चाहिँ हामीले एकदम रोप्नुपर्छ।
यो चाहिँ यो सबै यो पत्कर हाल्नु पऱ्यो है। जङ्गलबाट लिएर चाहिँ यो कटुसको पत्ता सट्टै हाल्यो भनेदेखि चाहिँ यो उम्रिनुमा एकदम सुविधा हुन्छ। यसको चाहिँ दुईवटा फाइदा छ, यसले झ्यार पनि पलाउँदैन अनि यसले चाहिँ एकदम राम्रो सुट पनि गर्छ, माटोलाई मलिलो पनि बनाउँछ। यो चाहिँ अब हाम्रो इन्डिङ हो। यो चाहिँ अब कतिले चाहिँ यो अम्लिसोको सिटाहरू अन्य के हाल्छ, त्योभन्दा बेटर चाहिँ यो हाम्रोतिर त यो कटुसको एकदमै प्रशस्त हुन्छ। त्यसले गर्दाखेरि यो हाल्यो भने चाहिँ यसलाई त्यसको सुट गर्दाखेरि चाहिँ डिस्टर्ब केही हुँदैन हो। त्यसले एक त झ्यार पलाउँदैन, त्यसको चाहिँ यो पत्ताहरू पनि सबै कुहिहाल्छ। ल यो अदुवाको चाहिँ यो अदुवा रोप्ने विधि चाहिँ अब होइन, मेरो सिस्टम चाहिँ तपाईँहरूलाई मैले देखाइदिएँ। म चाहिँ यो प्रकार रोप्छु, अब आफ्नो आफ्नो प्रकारले रोप्छ, तर यो चाहिँ एकदमै 1:10 हो। 1 किलोले 10 केजी फल्छ। यो छ। ल बाई, यो भिडियो यतिमै, अर्को भिडियो देखाउँछु फेरि।